आज मैले कपिलवस्तु जिल्लामा रहेको कपिलवस्तुकै शान जगदीशपुर ताल देखाउन गइरहेको छु साथीहरू। देख्न सक्नुहुन्छ यो तालको क्षेत्रफल एकदमै ठुलो रहेको छ। वारीदेखि पारीसम्म हाम्रो आँखाले पनि भ्याउँदैन त्यतिसम्म ठुलो रहेको छ यो ताल। र यो तालमा विभिन्न किसिमको चराचुरुङ्गीको वासस्थान रहेको पनि छ। र यो तालभित्र एकदमै ठुला ठुला विभिन्न प्रजातिको माछा पनि पाउन सकिन्छ यसमा। र यसको सबै इतिहास त म भन्न सक्दिनँ, तर कता कता सुन्नमा आउँछ यो मानव निर्मित ताल, इतिहासकै सबैभन्दा ठुलो मानव निर्मित ताल हो भनेर पनि सुन्नमा आउँछ। तर सबै इतिहास त मलाई थाहा छैन साथीहरू। यसको क्षेत्रफल पनि एकदमै ठुलो रहेको छ। एकपटक सबैजना आएर भिजिट गर्नै पर्ने ठाउँ कपिलवस्तु जिल्लाको जगदीशपुर ताल। तपाईँ पनि आएर एकपटक भिजिट गरिदिनु होला हाम्रो कपिलवस्तु जिल्लाको जगदीशपुर ताल।